आइफोन मोबाइलमा चाहिँ के भन्छन् चार्ज खत्तम भयो नै यो आइफोन भनेपछि के यो पैसा मात्रै बढी खानु भिडियो पनि यति निका निका बोल्नु म आफू हटेर जान्छु को नि जरा लाग्यो रिचार्ज हुन्छ र आइफोन किने मान्छेले थाहा छैन रिचार्ज चल्ला नि हाल्ला म बोलने लाते कि मेरे आईफोन में एक वीडियो निकाला ना तो बार बार ये हो जाता है यार मतलब त्यो आइफोन हामीलाई वीडियो फुल हो जाता है तो मैं बहुत परेशान हो गई आईफोन लेके सच में म त भने मैले त भने भिडियो ऊपर के अरे बिहान उपास हुनु चाहिँ काँचै भने मैले भिडियो मान्ने त कसो हुन्छ अनि तपाईँ नाम के भन्ने हो नि नाम भन्नु न जो नाम भन्नु नि भिडियो हुन्छ व्हाट्स योर नेम माय नेम इज कोकिला विश्वकर्मा I recently came from India. No, English no. There no bujhi mein aben. But thoda. I came from India, guys, for my brother marriage. Yeah. And I'm enjoying my brother marriage. Big brother. Now, piche. What's your name? What's your name? Oh, mine is where going on? No. You know, yes, very style. मैले चाहिँ यो माइक भएन हैन यो फाल्दिन्छु मैले What's your name? My name is Devika. How are you guys? I'm fine, guys. Yo. How are you? खाना खाए? Yeah, I had my lunch, dinner. यो चाहिँ Now my leg is injury. My leg is paining, guys. के यो चाहिँ इंग्लिश बोल्दाखेरि चाहिँ पहिला आफूले राम्रो लाग्ने अरूले बढी बोलेपछि के भाषा होला खिच्ने हो नि मेरो हात गली गयो हजुर स्टैंड कब काम आएगा कब यूज नहीं करती हाँ स्टैंड लाया ना मैंने यसलाई कति भन्छन् इसको 50 अरे यसलाई 50 भन्छन् 50 रुपैयाँ नेपाली अब यसलाई चाहिँ इन्डियामा चलाउँदैनन् हैन इन्डिया हामी नेपाली भन्ने चीज अरूको हाम्रो न काई चला हामी अरूको सब चलाल्ला अरूको हामी ठाङ्ना पनि छोड्दैनौँ हाम्रो त एक नोटै चल्दैन हामी त एक नोट पनि दिन्नौ अब छोरीका कुरा छोड्देऊ नोटै दिन्न अर्का त्यसलाई अब अर्का त थाङ्ना चेतिया ज्यापुन लेल्ला एक चीज है नेपाल में सनी नेपाल कभी भी नहीं झुकता इंडियन लोग सुनो इधर फटा हुआ नोट भी चलता है गाइस नेपाल इंडिया में नहीं चलता फटा हुआ क्या नौलो हुन्छ चेतिया नोट चल्दैन क्या फटा हुआ हम बुझ्दैन फाटा नौलो नोट हुन्छ फाटो हुन्न चेतिया नोटमा टेप लगाइदियो नि मा टोक्ना को चलाएको थियो त इन्डिया अब फेरि इन्डिया नो चलेन इन्डिया जसो तसो मान्छे नेपालमा ल्याउनु नि नोट पनि ल्याउनु कर्कडाना नोट अब तपाईलाई थाहा छ बफेलोलाई इंग्लिशमा के भन्छन् अरे भुइँसो हो र बफेलोलाई इंग्लिशमा भुइँसो भन्छन् हाँसु कति हाँसु भन्ने भइसक्यो है मलाई हो एउटाले के भन्छ तपाईलाई इंग्लिश आउँछ आउने बफेलोलाई इंग्लिशमा के भन्छ वक्स वक्स अरे निकै अरे त्यस्तो बोल नेपालीमा भैंस भुइँसी भन्छन् इंग्लिशमा के बफेलो त्यो आई नो अनि तपाईलाई इंग्लिश आउँछ आउँछ ह 57 लाई इंग्लिशमा कति भनिन्छ इंग्लिश नो अट्टेर के क्या 57 लाई नेपालमा कति भनिन्छ नेपालीलाई फ्याट्टै के एकदम इन्टेलिजेन्ट हुनुहुन्छ नि त 97 अरे 50 एक गिन्ने लाग्यो यहाँ 67 अनि कतिको आउँदो रहेछ इंग्लिश आउँछ तपाईलाई इंग्लिश में का पूछ रही नेपाली में पूछ रही है इंग्लिश आउँछ के भने टिकटक को फुल फर्म के हो टिकटक बनाउँदाखेरि के मिल्छ के पाइन्छ पैसा पाइन्छ दे भ्यूज पाइन्छ कतिको डर लाइन पनि मर्छ अहिले त के खाल मुख र टोपी र आक्स एक लाग्ला नि 57 लाई इंग्लिशमा कति भनिन्छ 57 लाई इंग्लिशमा के भनिन्छ कति भनिन्छ 58 77 भनिन्छ गाइज हैन हामीले चाहिँ यस्तो अब हामीले कमेडी गर्यौं गाइस पता नहीं मैं अपने गांव में कैसे पहुंचूंगी पैर दुख रहा है यो कैसे पुगुगी ऐसे हामी फलाली ठाउँ न यो अब नेपालमा आइसकेपछि यो कैसे पुगुँ कि वैसे पुगुँ न कसरी पुगुला भन्नु पर्यो के यहाँ चाहिँ गाइज भन्छन् दर्शक मलाई गाइज भन्न आउँदैन अँधेरा भइसक्यो
यसलाई चाहिँ मुथीघाट भनेर चिनिन्छ। हामी मुथीघाटको ठिक तलाउ नजिक आएका छौँ। अहिले चाहिँ अलिक गोरो आयो फेस। उही लुटी गएपछि वाट इज योर हाउस नेम? लाग्छ मलाई यिनीहरूलाई इङ्ग्लिस आउँदैन। मैले भने वाट इज योर हाउस नेम? इङ्ग्लिस नआउने मान्छे भोलि त मेरो क्लासमा आइदिनु है, मात्र 20 रुपियाँ। म सिकाइदिन्छु भोलि नै वाट इज नेम अनि वाट इज फादर नेम, यो अन्य किसिमका वर्डहरू सिकाइदिन्छु म। नारायण बोल्नु छ यार, खतरा। वाट इज योर, अस्ति मैले नारायणलाई के सोधेँ वाट इज योर फादर नेम भने मै मदर नेम इज भन्थ्यो उसले। माई नेम इज भनेपछि ठ्याक्कै अब अहिले चाहिँ हामी आएको छौँ। यसलाई चाहिँ रानी तलाउ भनिन्छ, यसलाई चाहिँ राजा तलाउ भन्छ। यो भाग चाहिँ रानी तलाउ इन्डियामा पनि छ न? इन्डियामा छ नि रानी तलाउ? हो नेपालमा छ रानी तलाउ, यहाँ चाहिँ राजा तलाउ बनाएको। राजा तलाउ। अब फाइनली हामी बजारतिर पुग्नु लाग्छौँ कमेडी गर्दा गर्दै होइन? भतिजी हाई भन्दै हाई भन्ने नि एउटा तरिका हुन्छ नि गाई, सीमा हुन्छ नि। हाई यस्तो भने नि हाई। आजकल टिकटकमा अब तिमी बिना मर्छौ नि यस्तो गर्छौ तिमी। दूर करू दूर पण ल्यायो भने नि के पनि गाइज म यस्तो गर्दा गर्दा हात कसुन्ला। हजुर बेटो लागि यति मेहनत गरेर आउनु हुन्छ है मेरो दिदीले। तपाईँहरू कस्तो घमण्डीकै लाइक गरिसक्नुहुन्न, फलो त गर्नुहुन्छ होला नि। खाना नरिकन दाल त त्यही हिलो छ नि। अनि तपाईँहरूलाई चाहिँ यस्तो गाह्रो लाग्ने फलो दबाउनु पनि, अनि के भन्छन् फलो गर्न। अनि तपाईँहरूलाई भात दाल हाल्दाखेरि थालमा है मासु पनि चाहिन्छ होला, तरकारी चाहिन्छ होला, चटनी पनि चाहिन्छ। यो चाहिँ हाम्रो गाउँको बम लाग्ने तरिका। अब इङ्ग्लिसमा के भन्छन् डाउन बिग सिस्टर हाल्ने के भन्छ गाइस। उहाँको चाहिँ धेरै खुट्टा दुखेको कारणले उहाँ हिँड्नु सक्नु, किनभने उहाँ चाहिँ महाराष्ट्रमा हुर्केर बोल्छी मराठी भन्ने जस्तो हुनुहुन्छ। साग पात खाई हुर्केकी मेरी दिदी महाराष्ट्रमा हुर्केर बम लाग्न सिकेकी छिन्। सबैको लबर छ यिनमा। नाक गच्ची गयो मेरो है, भित्र नाक कसो होला उसन्डी गयो क्या मेरो नाक। आज आकाश हेर न कालो भयो। पुछेको छैन?